हजुरको ट्याक्टिक चाहिँ के हो? हाम्रो सुनिल सरले भने जस्तो बी अनेस्टै भएर हामी क्यारेक्टरलाई अनेस्टी नै पुरै दिन खोज्ने हो कि तपाईँले कहिलेकाहीँ कतिले पुरानो इमोसनलाई फेरि सम्झेर ल्याऊ भन्छ, सब आफ्नो टेक्निक हुन्छ नि। पुरानो इमोसनले त्यो अगाडि चाहिँ नि मलाई पनि त्यसले खुब हेल्प गर्यो, सजिलो एउटा सजिलो बाटो भनौँ न होइन, बानी लाग्छ फेरि त्यसको, त्यो चाहिँ नि अलिकति राम्रो भएन होइन। तर पहिलाचोटि त अब सुरुमा गर्दाखेरि त गाह्रै कुरा हो नि होइन, फिल गर्नु होइन। त्यो बेला चाहिँ नि अब पुरानै कुराहरू, आफ्नै कुराहरू होइन, दुःख लाग्ने समयमा के बेसी दुःख लाग्थ्यो मेरो फ्यामिलीमा हुँदाखेरि होइन। अब त्यस्तो कुराहरू कल्पना गर्नु होइन। अनि कोही अब फिल्ममा साथी बितेको छ भने अर्को साथी बितेको भएर चाहिँ नि त्यसलाई ल्याउनु होइन, त्यो सम्झेर यसले चाहिँ एकदम सजिलो माध्यम चाहिँ एउटा फर्स्टमा चाहिँ नि काम गर्न सक्छ। तर छिटै नै आफूलाई चेन्ज गरिहाल्यो कि राम्रो। अब चाहिँ नि जे छ सिचुएसन होइन, त्यसैलाई साँचो ठानेर के होइन, भएको त छैन, त्यो त भएर सजिलो भयो, अनुभव भयो नि त। त्यो सिन देखियो, त्यहाँ सबैजना रोएको देखियो, आफ्नो त्यो बुझ्यो। तर यहाँ कल्पना गर्ने तर यहाँ चाहिँ नि अब त्यही हो, कल्पना शक्ति राम्रो हुनुपर्छ एउटा एक्टरको भनेको, सायद त्यो पनि होला कि। अब यहाँ चाहिँ साँच्चीकै कल्पना गर्न सक्नु पऱ्यो नि त होइन। भयो भने त्यसको सहारा नलिकन, त्यो साथीको अथवा आफ्नो रियलको सहारा नलिकन त्यो गऱ्यो भने अलिकति राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ। त्यो रियल अलिकति हुन सकियो।